कानुन नियमावली चाहिँ कार्यविधिमा टेकिएको पाइँदैन। त्यसको आधारमा चाहिँ हाम्रा राष्ट्र सेवा कर्मचारी, खास गरी सङ्घीय सरकारका कर्मचारीहरू चाहिँ अलि बढी चाहिँ तरङ्गित हुने र त्यो विषय क्षेत्र चाहिँ तल्लो तहसम्म पुर्याउँदाखेरि आम नागरिकहरूले जुन किसिमको पिरमर्का भइराख्नु भएको छ, यो चाहिँ अत्यन्तै संवेदनशील विषय छ। त्यसैको बिचमा चाहिँ सञ्चारकर्मी साथीहरूको लागि पनि एउटा सरकारले प्रदान गर्ने चाहिँ जुन एउटा चाहिँ सूचना विज्ञापनका कुराहरू छ, त्यो सरकारी सञ्चार माध्यमलाई मात्र दिने भन्ने किसिमको परिपत्रले एक किसिमको तरङ्ग ल्याइरहेको छ। हामीले पर्सि 11 गते प्रदेशको नीति तथा कार्यक्रम ल्याइरहेका छौँ। त्यसमा चाहिँ हामीले प्रदेश सरकारले कम्तीमा पनि स्थानीय सरकार, प्रदेश सरकार र जो चाहिँ 79 को मङ्सिर 4 गतेबाट वैशाख 30 गतेबाट स्थानीय सरकार चाहिँ हामी निर्वाचित भयौँ र प्रदेश सरकार मङ्सिर 4 को निर्वाचनबाट चाहिँ हामी निर्वाचित भएको हुनाले अहिले हामीले करिब 4औं वर्षमा हामी प्रवेश गरिरहेका छौँ। यसबिचमा हामी चाहिँ लामो समयसम्म तपाईँहरूसँग सहयात्रा गरिरहेका छौँ। तथापि सङ्घीय सरकार अहिले भर्खर स्थापना चाहिँ भइरहेको परिप्रेक्ष्यमा उहाँले चाहिँ एउटा फास्ट ट्र्याकमा काम गरौँ भनिरहँदाखेरि कतिपय विधि विधानहरू, नियम कानुन कार्यविधिहरूको भन्दा फरक तरिकाले परिवर्तनहरू गरेर र चाहिँ कर्मचारी तन्त्रमा पनि त्रसित पार्ने र सञ्चार जगतलाई पनि त्रसित पार्ने किसिमका परिपत्रहरू आइरहेको सन्दर्भमा प्रदेश सरकार सचेत छ र यो विषयमा चाहिँ पत्रकार साथीहरूसँग एउटा चाहिँ विज्ञापनका, सूचना सम्प्रेषणका विषयहरू चाहे निजी तन्त्रका हो, चाहे सञ्चारी माध्यमका हो, यो सरकारी माध्यम होस्, सबैलाई चाहिँ सहकार्य गरेर अगाडि बढाउनुपर्छ भन्ने हिसाबले नै हामीले नीति कार्यक्रम तय गरेका छौँ र त्यो